आँखैमा कालो चस्मा क्या दामी मोरी म परे काले केटा तिमी पर्यो गोरी गाउँमा हिँड्दाखेरि भन्छ सबले कसको होला छोरी बौलाएको केटा हुँ म भन्छ अनि तोरी आँखैमा कालो चस्मा क्या दामी मोरी म परे काले केटा तिमी पर्यो गोरी गाउँमा हिँड्दाखेरि भन्छ सबले कसको होला छोरी बौलाएको केटा हुँ म भन्छ अनि तोरी पश्चिमे केटा म जाउँला डाँडा काटी मन दिए पुग्छ मलाई पाको अङ्गुर फाँसी खुरा पाते साइड लगा चढाउन म माथि सुत्तै बनाउला नि घरबार 2 वर्ष रिलेसनसिप पुग्छ सिधै दरबार आउँदा कस्तो होला लाइभ टेलिकास्टमा पर्छ बजाउने मान्छे हामी पारा हाम्रो साइको गर्दैन बिहे साथी पठाइदिन्छु दाइको यसो सेरी लेखौँ भने जिए परेछ यहाँ भाइको गाउँका केटाकेटी गाउँका केटाकेटी बजारतिर झऱ्यो यस्तो मोबाइल खोली हेर्दा मेरो एक्स पनि मर्यो उधारो खाएको रहेछ 12 बजे गएको रहेछ तलासी गर्यो बाउले धनगढीमा पाएको रहेछ पटेको साउनीले गर्न थाल्यो ल्याङ अनि मागे मैले पेन लेखिरहेको थिएँ ऱ्याप म अलि झ्याप मैले ल्याएको थिएँ क्याप साउनीहरू सबै फिदा हानेपछि ऱ्याप बाबु छम्माको तिमीले हेर बिल तिर्नै पर्छ मबाट नभए केस चौकीतिर सर्छ होइन म त हेर बिल तिर्न आएको गएको छैन घर उधर चर्पीमा गएको 2वटा 12 सिगे 5 मिनटमा खाएको ए जिउभरि ट्याटु उसको फिदा भयो बर्दिमानी पोस्ट त दिए केटा मेरो बारे तँलाई के थाहा सुन्नु छैन तेरो व्यथा तँभन्दा कति हिँड्छन् मेरो पछि जेठा केटा आँखैमा कालो चस्मा क्या दामी मोरी म परे काले केटा तिमी पर्यो गोरी गाउँमा हिँड्दाखेरि भन्छ सबले कसको होला छोरी बौलाएको केटा हुँ म भन्छ अनि तोरी आँखैमा कालो चस्मा क्या दामी मोरी म परे काले केटा तिमी पर्यो गोरी गाउँमा हिँड्दाखेरि भन्छ सबले कसको होला छोरी बौलाएको केटा हुँ म भन्छ अनि तोरी आँखैमा कालो चस्मा क्या दामी मोरी म परे काले केटा तिमी पर्यो गोरी गाउँमा हिँड्दाखेरि भन्छ सबले कसको होला छोरी बौलाएको केटा हुँ म भन्छ अनि तोरी